हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भ्लग। अनि म चाहिँ आज चाहिँ भर्खर ड्युटीबाट आएर यहाँ अहिले बसिरहेको छु हो, फ्रेस भएर। अनि आज चाहिँ अल्छी लागेर चाहिँ भ्लग स्टार्ट गरिरहेको छु। अन्त आज चाहिँ म चाहिँ के गर्छु भन्ने चाहिँ भ्लग स्टार्ट गर्नु पऱ्यो भन्ने चाहिँ भ्लग स्टार्ट गरिरहेको छु। अनि आज चाहिँ तपाईँहरूलाई चाहिँ म वाट सुड आई डु इन अ डे भनेर चाहिँ भ्लग बनाउनु गइरहेको छु। किप वाचिङ। अन्त आजको वेदर त्यस्तो छ हो, बेलुका चाहिँ डरलाग्दो पानी परिरहेको थियो, भन्दा पनि त्यति डरलाग्दो चाहिँ परेन। यो चाहिँ मेरो प्लान्ट्सहरू चाहिँ मेरो फ्लावर्स मजाले फुलिरहेको छ। अनि यहाँनिर चाहिँ नि यो गदावरी चाहिँ मैले अस्ति नै रोपिसकेको यो चाहिँ डल्लै हो। अब आज पनि मैले चाहिँ यहाँनिर चाहिँ रोप्नु आँटेको छु, अझै छ रोप्नु। अनि यो चाहिँ अघि नै मैले माटो खनेर यहाँ राखेको छु। अब यो माटो यो चाहिँ दुलमा अस्ति मैले खोजिरहेको यो चाहिँ यो दुलमा। त्यहाँदेखि यहाँनिर छ झोलामा चाहिँ यो मल छ कि यो तिनवटालाई चाहिँ मिसाएर चाहिँ रोप्छु। आज चाहिँ आजको काम चाहिँ मेरो यही हुन्छ। अब आज दिउँसोभरिमा चाहिँ आज चाहिँ अर्किडहरू चाहिँ मजाले आउँदैछ मेरो अर्किड चाहिँ। यति मात्रै छ मेरो अर्किड चाहिँ। अनि यहाँ चाहिँ जेरेनियम कस्तो खालको देख्यो। माटोमाथि चाहिँ यो मल टक्कै हाल्यो हो। अब चाहिँ पत्कार हाल्छु, यो पत्कारको मल हो। यसमा चाहिँ दुईवटा हाल्छु हो। चाहिँ अब चाहिँ यहाँनिर चाहिँ म चाहिँ नि अलिकति बलुवा पनि हाल्नु पर्यो भनेर चाहिँ बलुवा लिनु जाँदैछु। बलुवा लिनु चाहिँ यहाँ माथि छ कि, त्यहाँनिर जाँदैछु अहिले चाहिँ। मैले चाहिँ यहाँनिर चाहिँ नि माटो पनि मजाले हालिसकेँ हो। यसमा चाहिँ नि मैले माटो चाहिँ यस्तो आधी आधी मात्रै हालेको छु, किनभने चाहिँ नि पानी हाल्दाखेरि चाहिँ माटो झर्दैन, त्यसले गर्दा चाहिँ त्यति मात्रै हालेको छु। अब चाहिँ यसमा टक्कै माटोमा चाहिँ पानी हालिदिनुपर्छ। पानी पनि हालिसकेँ हो। यसमा चाहिँ किन आधी आधी मात्रै हाल्नुपर्छ भन्ने चाहिँ नि, माटो आधी हाल्यो भने चाहिँ हामीले पानी दिँदाखेरि माटो पनि झर्दैन यहाँबाट चाहिँ। अन्त भोलिपर्सि मजाले हुर्केर आएर पछि चाहिँ फेरि माटो थप्दा हुन्छ यहाँ चाहिँ। त्यसले गर्दा यति हाल्यो भने चाहिँ राम्रो हुन्छ। अब फुलको बिउ चाहिँ यहाँ छ, यो रोपिदिन्छु। फुल रोप्न सक्ने बित्तिकै होइन पानी जस्तो पर्न थाल्यो हो। अन्त अब म यहाँ देखाउनुलाई चाहिँ अघि मैले रोपेको फुलहरू यहाँ हेर्नुहोस् ल।
यहाँनिर रोपिसक्यो। यहाँ राखेको छु मैले अघि नयाँ रोपेको, पुरानो पनि छ, नयाँ पुरानो सबै गदावरी हो यो चाहिँ। अन्त रोप्नु सक्ने बित्तिकै पानी स्टार्ट भयो कि यस्तो डरलाग्दो पानी पर्दैछ अहिले चाहिँ। मेरो चाहिँ गदावरी चाहिँ यहाँ तल पनि छ चाहिँ, त्यहाँ एउटा भयो अनि यता पनि छ। यो पनि डल्लै, यो पनि सबै गदावरी नै, यो ठुलो खालके अनि यो पनि सानो खालके, यो पनि गदावरी नै हो। अनि यहाँको फुल पनि देखाउँछु ल, यहाँ पनि दामी फुलिरहेको छ हो। जेरेनियम चाहिँ उयो पर पनि छ, डल्लै जेरेनियम हो। अन्त गदावरी चाहिँ नि अझै पनि छैन, यहाँ पनि छ हो, यहाँ पनि छ गदावरी। यो चाहिँ सबै एक्सपायर भएको फुलहरू चाहिँ यहाँ राखेको छु मैले, सबै एक्सपायर भएको फुलिसकेको बिउको लागि राखेको छु यो चाहिँ। अनि यहाँ पनि गदावरी नै छ मेरो। यो चाहिँ नि जरा नपल्लाई रोप्यो भने चाहिँ यस्तो हुँदो रहेछ कि, यो चाहिँ साथीले दिएको यत्तिकै मरेको जस्तै भइरहेको छ। यो चाहिँ अब आउँछ कि आउँदैन याद छैन। बाई बाई, थ्याङ्क यू सो मच फर वाचिङ माई ब्लग हो। आजको चाहिँ यति मात्रै, बाई बाई।